एकछिन रोक्नुहोस्। स्क्रोल गर्नुभन्दा अगाडि एउटा कुरा सुनेर जानुहोस् मेरोबाट। के तपाईँ अहिले हार मान्ने सोचमा हुनुहुन्छ? सुन्नुहोस्, तपाईँ अहिले जहाँ हुनुहुन्छ सायद त्यो तपाईँले चाहेको ठाउँ होइन होला। सायद थाकेको अथवा डराएको महसुस हुन्छ होला तपाईँलाई पनि। तर यो कुरा याद राख्नुहोस्, धेरै ठुलो काम पनि एउटै सानो पाइलाबाट सुरु भएको हुन्छ। यसको लागि तपाईँ पूर्ण हुन पर्दैन, यसको लागि तपाईँ तयारी पनि हुन पर्दैन। खालि यसको लागि आज एउटा सानो पाइला चाल्नुहोस्, किनकि एउटा सानो पाइला पनि शून्यभन्दा त ठुलो हुन्छ र तपाईँको भविष्य पनि यस्तै सानो पाइलाबाट त सुरु हुन्छ। यसर्थ तपाईँले सानो पाइला लिन नछोड्नुहोस्, निरन्तर तपाईँले सानो भए पनि पहिला लिँदै गर्नुहोस्। अनि यसरी नै मैले पनि युट्युब मार्फत सानो पाइला लिएर अगाडि बढिरहेको छु। तपाईँले मलाई सपोर्ट गर्नुहोस् सब्सक्राइब गरिकन, किन भन्दाखेरि तपाईँको सपोर्ट नै मेरो जर्नीको निम्ति एउटा ठुलो पावर हो।